प्रचण्डजी जहिले पनि धम्की दिनुहुन्छ, त्यो धम्की कसलाई दिएको? गणतन्त्र मैले ल्याएको भन्नुहुन्छ, फेरि जस खान पर्यो भने लैजा भन्नु नि यसैलाई। मलाई बोल्न बाध्य नबनाउनु। ओलीका कुरा र बन्डाळेका गुला उस्तै हुन्। मलाई यस्ता चाहिँ तपाईँको चाहिँ कपुत व्यक्तिका बारेमा धेरै मलाई प्रश्न गर्नुहोस्। विश्वका अति शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिन र म दिल्ली राम खनाल एउटै घाम ताप्ने मान्छे अब हाँस्ने भयो तपाईँको कुरा सुन न, यस्तै मन पर्दो रहेछ जनतालाई। एउटै घाम ताप्ने मान्छे हुँ, एउटै घाम ताप्ने मान्छे हुँ। केटाहरूले चाहिँ हो क्या छाती फुल्लाउने भन्ने कुरा, केटीहरूको त अलमोस्ट सबैको फुल्लेकै हुन्छ होइन। बानेश्वरमा प्रधानमन्त्री जस्तो भएको मान्छे गृहमन्त्री जस्तोले मैले आदेश दिएको छैन भनेर पन्सिन मिल्छ। बालन शाहको चाहिँ श्रीमतीले लेखे आफूले थाहा पाए पछाडि डिलिट गरे भन्नु मिल्दैन। प्रचण्डले माओवादीलाई कालेर गरेर विसर्जन गर्ने भनेर हिँडेको छ होइन। त्यसका पछि लाएर कल्याण हुन्छ भनेर अर्को पछि लागेको छ। जोगी आएर सन्यासी पाउन। यो माधव नेपालको पार्टी के हो? यो चाहिँ एउटै चुनावमा भताभङ्ग भएको अवस्था भयो होइन। पार्टी त उनको त उठे हो नि त, 3 कुने पार्टी कार्यालय, 3 कुने पार्टीको झण्डा 4 कुने, चुनाव चिन्ह 5 कुने, पार्टीको नेता 5 कुने। मेरो फलामथोक कत्रो छ कत्रो छैन त्यो त मेरो श्रीमानको टेन्सन हो नि, उहाँहरूको टेन्सन होइन नि त। म त्यसमा बिकिनी लाउँ नलाउँ त्यो पनि मेरो टेन्सन हो नि। उहाँले के अन्डरवेयर लाउनु भयो, नाइलोनको कटनको, मैले सोधेको छुइनँ नि त कहिले होइन। लभ लेटरै लेखेर दिएको चाहिँ दुर्गा प्रसाईले हो, फेरि आई लभ यु नि भनेर। राजालाई दुर्गा प्रसाईले लभ लेटर लेखेर दिए। आई लभ यु भनेकै चाहिँ दुर्गा प्रसाईले हो। आई लभ यु पनि भने लेखेरै दिएको चाहिँ होइन। राजा ल्याउँछु भनेर हाका हाकी बोले अरू थाहा छ त मैले। 1 वर्षभित्र 1 करोड सदस्य बनाइसक्ने रे अर्को कले हाम्रो पुड्के देवले। जम्मै जनताले 1 करोडले भोट हालेन त्यसमा। वामदेवले 1 करोड सदस्य, 1 करोड चाहिँ सदस्य, त्यो पनि कसको? नेपाली कम्युनिस्ट पार्टीको। दुईटै मिल्दा एउटै सिट जित्ने नाउँ नभएकाको। चित्त नबुझ्ने मान्छे पाउन आयो भने सोध्ने चलन छ। गए पुगिन्छ कि बसौँ भने पछाडि बस भने हो र, सकेसम्म गए हुन्थ्यो भने। दही छैन चिउरा भए खाजा खाएरै जान हुन्थ्यो। दही छैन चिउरा भए खाजा खाएरै जान हुन्थ्यो। खाइराख्नु पर्छ अब। जिम गर्ने मान्छेको बडी बिल्डर जस्तो देखिने, नगर्नेको कसरी देखिन्छ? मेरो छ भुँडी भ्यात त। जिम त मैले पनि गरेन, मेरो पनि भुँडी भ्यात्तै छ। तपाईँ रेगुलर जानु पर्यो नि। गरे कहिले भनेर परारको साल गरेले हुन्छ र? के चाहिँ हुन्छ भनेर राति 2 बजी उठेर एउटा स्टेटस लेख्छु कि त्यसको तल 1 मिनट पनि पुगेको हुँदैन, अर्कै हल्दार आइहाल्छ। भनेपछि 24 आवर्स पर्खिराख्दो रहेछ क्या, कतिखेर चाहिँ आउँछ र लेखौँ भनेर। छक्क पर्छु ल म है। 1 मिनट त हुनु दिनु नि त फेरि। 1 मिनट भएको छैन तल हेर्छु है। माधव नेपाल हो होइन, उनी कम्युनिस्ट मान्छे चाहिँ काशी जान्छन् त। कम्युनिस्ट पनि हेर्नु, कम्युनिस्ट पनि केही पनि हेर्नु के यिनीहरू सडक छापहरू के हुनु। हिँड्दै जाँदाखेरि छ नि तपाईँको चाहिँ कस्तो हुन्छ भन्दाखेरि, हिँड्दै जानुभयो पाहाडको बाटो छ, बाटो चिप्लो छ होइन, तपाईँ चिप्लिनु भयो के गर्नुहुन्छ तपाईँ? अगाडि जे छ त्यही समाउनुहुन्छ नि त जोगिनको लागि। सिस्नु पर्यो भने के गर्नुहुन्छ? बरु पोल्ला सक्नु पर्यो नि, ज्यान बचोस् न, पोलाई त बरु सौला न हो। ज्यान बचोस् न, पोलाई त बरु सौला न। दुर्गा प्रसादले 15 दिन बन्द गर भनेछ नि त। दुर्गा प्रसाद यो मैले बोले होइन, मेरो भाइ। यो 15 दिन बन्द गर्न सक्छ? यो 1 दिन सक्दैन। 15 दिन त हामी 1 दिन पनि बन्द गर्दैन। 1 महिना गर्ने के को 15 दिन गर्दैन? 1 महिना होइन। पार्टी राजनीतिक दलको पार्टी हर्कजीको नि पार्टी पुण्य गौतमलाई उहाँले स्वागत गरिसक्नुभयो, सुरेन्द्र केसीलाई सल्लाहकारमा राख्छु भनिसक्नुभयो। तपाईँ चाहिँ कुन पार्टीमा जाने? म त जोर पार्टीतिर जाने हो।
होइन पार्टी राजनीतिक दलको पार्टी सम्प्रभुता छैन भने जुनसुकै पार्टीमा दलमा लागेर के गर्नुहुन्छ सम्प्रभुता